दर्शकबिन प्युठान जिल्लामा जन्मिएका 12 बहिनी छोरी मध्येकी साइलो छोरी आफ्नै कमाइले आफ्नै बुवा आमालाई करोडको घर उपहार दिँदैछिन्। अंश खान र वंश धान्न एउटा छोरा जसरी पनि चाहिन्छ भन्ने हाम्रो पुरानो प्रतिसत्तात्मक सोच 12 बहिनी छोरीको कार्यले चाहिँ विपरीत बनाइदिएको छ। 12 बहिनी छोरी जन्मिनु र जन्माउनु ठूलो कुरा थिएन, जन्मिएका छोरीलाई सकुशल संस्कार र शिक्षा सिकाउनु ठूलो कुरा थियो। 12 बहिनीको बाबा आमालाई चुनौती थियो, तर सबै छोरीले बा आमाले देखाएको आफ्नो बाटो पछ्याइरहे। अहिले सबै छोरी सफल छन्। साइली छोरीसँग गरिएको यो संवाद हेर्नुहोस्। हाम्रो तुलसा दिदी नमस्ते, स्वागत छ। नमस्ते, धन्यवाद हजुरलाई। आराम हुनुहुन्छ? एकदमै। के गर्दै हुनुहुन्छ आजभोलि? के गरेर दिन कटाउनु भएको छ? के गर्ने, होटलमा बिजी, धेरै बिजी। अनि तपाईँ नेपाल बाहिर हुँदा पनि बिजी, नेपाल आउँदा पनि बिजी। हजुर। कति साह्रो बिजी भन्छन् धेरैजनाले। बिजी भएकै राम्रो हो नि त, हैन? बिजी भएको राम्रो, बिजी भइन्छ। अनि कहिलेकाहीँ फुर्सद निकालेर घुमौँ, कहिलेकाहीँ कमाइतिर ध्यान नदेऊ भने मन लाग्दैन? सधैँ कमाउनु मन लाग्ने हो? होइन त्यस्तो होइन नि, घुम्न मन त लाग्छ, तर भए पनि बिजी भइन्छ। अब यस्तो बिजनेसमा अब बसिसकेपछि अब यस्तै छोडेर पनि जान मन लाग्दैन। भनेपछि नेपाल आएर पनि सुख छैन? ग्राहक धेरै आउनुहुन्छ? मान्छेलाई जहिले पनि सुख हुँदैन कि। सेवा गर्नलाई जति बेला पनि तयार हुनुहुन्छ? एकदमै। देश बाहिर पनि सेवा गर्ने हो, देशमा पनि सेवा गर्ने हो। हजुर हजुर। यति बेला तुलसा सापकोटाको घर बन्दैछ, घरको अब कहिले हो ओपनिङ भनेर धेरैजनाले गुनासो गर्नुभएको थियो। हजुर। घर देख्न मन लागेको, धेरैजनाले देख्न मन लाग्छ भन्दै हुनुहुन्थ्यो। कहिले देखाउने हो घर? हामीले घर देखाइहाल्छु मैले, अझै छ, केही दिन बाँकी छ, त्यसपछि देखाइहाल्छु। भनेपछि अब फिनिसिङ बाँकी छ? हजुर। हो। अब खास तुलसाले के गर्नुहुन्छ? पहिला पनि कुरा त खुल्यो होला, फेरि दर्शकहरू नयाँ पनि थपिनुहुन्छ। हजुर। के गर्नुहुन्छ? छोरी मान्छेले यति धेरै सम्पत्ति जोड्नु भएको छ, बाबा मम्मीले धेरै खुसी राख्नु भएको छ भनेर भन्नुहुन्छ। हजुर। खास तपाईँको जागिर, तपाईँको जब, पेसा? मेरो जब आफ्नै बिजनेस छ। हजुर। होटल बिजनेस हो। यहाँ खोलेको यस्तै जस्तो होटल छ त्यसै छ मेरो पनि। उता इन्डिया पनि छ, नेपालमा पनि छ। त्यही नै हो मेरो बिजनेस। व्यापार बिजनेस? हजुर, व्यापार बिजनेस हो। जागिर गरेर जब गरेर भन्दा पनि व्यापार बिजनेसबाट धेरै आम्दानी हुन्छ भन्छ? एकदमै। अब आम्दानी यस्तो हुन्छ, अब